ल है साथीहरू, आज कुचो बनाउने अथवा रिपेयर गर्ने तरिकामा सिकाउँदैछु। यस्तो बोतल लिने, यस्तो मैले यो काटेर तयारी गरिसकेको छु ढिलो हुन्छ भनेर, भिडियो लामो हुन्छ भने यस्तो। अनि यो चाहिँ खास गरी अनि यस्तो यसरी लिने, अनि यहाँबाट यसरी छिराउनु पर्ने हुन्छ। यसरी ढिलो भयो है, यसरी 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 यसरी। यो चाहिँ कुचो रिपेयर अथवा बनाउने तरिका। यो अलिक ठुलो भएछ, बनाउने तरिका। अब यो रिपेयर भएको कारण यो पुरानो, तपाईहरुले यो पुरानो कुचो हुन्छ सबैको, कुचो नफाल्नुस्। यसरी यो भित्र हाल्नुस्। यो धेरै ठुलो भयो भने धेरै लुज हुन्छ। यसरी अर्को काटेर सुरु गर्यो। यसरी अब यो भयो, अनि यो भयो। यो ठुलो भएको कारण धेरै भयो। अनि यसलाई यसरी काट्ने, यसरी काट्ने, अनि यसको यसरी टुप्पा निस्किन्छ। भिडियो लामो हुन्छ भनेर मैले यहाँ अघि तयारी गरेको छु। अनि यो यसरी यो लुज छ नि, लुज भएको कारण यो यसरी काट्ने यताबाट यताबाट, र यहाँ यसरी हुन्छ। यो यसरी यो लुज भयो भने यसरी काठ पनि हालेर हामीले बनाउन सकिन्छ। तर हामीले यो यसैको बनाउँदाखेरि चाहिँ यसरी राम्रो हुन्छ। मैले यसरी यो बनाइसकेको छु, र यहाँ यी काठ हालेको यस्तो अलि यस्तो भएको छ। यहाँ काठ हालेको यी अलि यस्तो देख्छ, काठ नहालेको चाहिँ यस्तो राम्रो देख्छ। यो यसरी ठोकेर 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 यसरी यसरी बनाउनु। यो पुरानो देख्नुभयो होला, यो बोतलको यो भयो, अनि अघिको यो भयो। यसरी कुचो बन्छ, अनि तपाईँहरू सफा गर्न सक्नुहुन्छ।